नमस्कार, म सन्तोष पासवान, भद्रपुर वडा नम्बर 5 स्नेक रेस्क्यू। आज हामी भद्रपुर वडा नम्बर 5 बिरबल मण्डलजीको घरबाट गौमन सर्प उद्धार गर्न गइरहेछौँ। ठुलो गौमन सर्प छ, विषालु एग्रेसिभ पोइन्टमा काँचुली फेरेर बसिरहेको अवस्था छ। यहाँ हेर्नुस्, छैन, गाई चाहिँ छैन, बुढौली हो। बुढो भइसकेछ, मेल फिमेल थाहा पाउन लागि गाह्रै छ। अहिले त हामी सर्प उद्धार गर्नतिर मात्रै हो। जोडी बस्यो भने कालो र सेतो हुन्छ नि, मेल फिमेल हो। एग्रेसिभ अवस्था हेर्नुहोस्, कोब्रा सर्पको एग्रेसिभ अवस्था। एकदम अरू पनि होला नि यता त भाइ, सर्प त भइहाल्छ नि। अब हामी गौमन सर्पलाई ड्रममा हाल्ने तयारी गर्दैछौँ। मेरो बिरको त त्यहाँ छेउमै राख्यो भने त कसरी यो गर्नु? उही छ बिरको। भाइ, बिरको हटा त त्यहाँबाट, मलाई चाहिन्छ नि त हातमा। अलि पर जानु न यार, यति भइरहेको छ। बिरको उठा त, बिरको लिने गोमनदेखि ठीक है, इसको उसके बाद मंगवाया, मुझे बता दीजिए। नहीं तो हम आपको डाल देते, आप उसको डाल दीजिए। ले जाओ।